यो हो मलेसियाको सेन्ट्रल मार्केट। मलेसियाको क्वालालम्पुरमा तपाईँले बिचमा यो मार्केट देख्न सक्नुहुन्छ। साँच्चै नै सेन्ट्रलमै छ। सायद अरू पनि ठाउँमा छ कि, तर म गएको चाहिँ यो क्वालालम्पुरकै एरियामा भयो। यो मार्केटमा बेसिकली के देखिन्छ भने सानातिना मार्केटहरू छन्, स्टलहरू राखिएको हुन्छ। तपाईँहरूलाई आइडिया हुनसक्छ, यो बिजनेस आइडिया चाहिँ एकदमै राम्रो पाउनुहुन्छ तपाईँले यो भिडियोबाट। हेर्नुहोस् त, यहाँनिर के व्यापार गर्न सकिन्छ भनेर छ। एउटा सानो मेला जस्तो छ। त्यो मेलामा उनीहरूले सानो सानो प्लास्टिकले बनेको खेलौनाहरू, अनि लुगा सिलाउने यो ऊनले बनेको धागोको फ्लावर बुकेटहरू, अनि त्यसपछि अरू पनि थुप्रो चिजहरू छ। खानेकुराहरू, फ्रुट्सहरू ताछेर राखेको हुन्छ, चक्लेट्सहरू हुन्छ, होममेड चक्लेट, होममेड क्यान्डलहरू, यो हरेक चिज राखेको छ। हातमा लगाउने ब्रासलेट, हरेक चिज व्यापार हुने भएर त राख्यो होला नि। हेर्नुहोस् न, सबै चिजलाई यस्तो मजाले राखेको छ। अनि बाहिर पाउने भन्दा थोरै 1-2 रिङ्गेट सस्तो पनि होला सायद, मैले त्यो चाहिँ कम्पेयर गरिनँ, त्यो चाहिँ मलाई आइडिया पनि भएन। तर त्यहाँ चल्ने जस्तो हुने जस्तो सबै चिज राखिएको छ। यस्तो एउटा सानो मेला गऱ्यो भनेदेखि, अथवा हप्तामा महिनामा थोरै कस्ट धेरै नलाग्ने गरेर हाम्रोतिर पनि यस्तो मेलाहरू भयो भने नेपालमा पनि सायद चल्छ होला। अनि बिजनेस आइडिया चाहिँ यहाँबाट तपाईँले धेरै नै पाउनुहुन्छ जस्तो लाग्छ मलाई। किनकि यो भनेको एकदम ठुलो फन्डमा चाहिने पनि होइन, एउटा अप्रुभल लिएर एउटा ठाउँ भयो भनेदेखि चल्ने चिज हो। टुरिस्ट एट्र्याक्सनको लागि पनि एकदमै राम्रो ठाउँ हो जस्तो लाग्छ मलाई यो यस्तो मेला। किनकि कहाँ छ त यो मेला, के हेर्न जाने त भनेर गइराखेको हुन्छ नि त। त्यही भएर सपिङको लागि नभए पनि मान्छे खानको लागि भए पनि गइरहेको हुन्छ, त्यहाँ भिजिट गर्नलाई नि गइरहेको हुन्छ। मलाई चाहिँ एकदमै ठिक लाग्यो त्यो मेला। तपाईँहरूको वरपर पनि यस्तो मेला हुन्छ, तपाईँ बसेको ठाउँमा हुन्छ, तपाईँ जानुहुन्छ कि जानुहुँदैन कमेन्टमा लेख्नु होला। अनि तपाईँलाई के लाग्छ, यस्तो मेला नेपालमा पनि भइदियो हुन्थ्यो कि हुन्थेन होला।